इट्स मी साहना अधिकारी। म चाहिँ भण्डारी गाउँ घुम्न जाँदैछु अनि म त्यहाँको चाहिँ एउटा सानो भ्लग बनाउँछु है त। म चाहिँ घरबाट निस्किएर कस्तो जताततै आवाजै छ के भन्छ स्कुल पछाडि आइसकेँ है। म चाहिँ अब त्रिवेणी घाट जाँदैछु है, त्रिवेणी घाटबाट पास हुँदैछु। त्यही हो, यो चाहिँ हाम्रो पुण्यवती खोला है, जुन खोला त्रिवेणी घाटमा गएर पास हुन्छ। हाम्रो यो त्रिवेणी घाटको खोला यति फोहोर छ है, यो पुण्यवती खोला। म चाहिँ ठ्याक्कै यहाँ त्रिवेणी घाटसँगै छु ल। म चाहिँ यो झुलुङ्गे पुलबाट पास नभइकन त्यो पछाडिको रातो पुलबाट पास हुन्छु अब, किनकि यो झुलुङ्गे पुलमा यो बाइकहरू कुदाएको देख्दाखेरि डर लाग्ने क्या अति नै। अनि यो झुलुङ्गे पुल पनि अलि विक भइसकेको छ नि त। हाम्रो उयो देखिएको उयो छेउको उयो मन्दिर छ नि, हो यो मन्दिर ब्रह्मायणी मन्दिर हो। अनि हाम्रो त्रिवेणी घाट चाहिँ एरिया यही हो है। म चाहिँ ठ्याक्क एक्ज्याक्ट त्रिवेणी घाटमै छु अहिले। अब म चाहिँ उही पुलबाट पास हुँदैछु है। अब चाहिँ हामी भण्डारी गाउँ जाने तर्फ लाग्दैछौँ। उयो जुन देखिरहेको छ नि उयो हो, यो चाहिँ सङ्कटा मन्दिर हो है। म त्यहाँभित्र चाहिँ जाँदिनँ, सो त्यही भएर मैले बाहिरैबाट मात्रै देखाइदिएँ। अनि यो बाटो जुन छ नि, यो बाटोबाट म भण्डारी गाउँ जाँदैछु। म चाहिँ अहिले ठ्याक्कै बिच बाटोमा छु है, भण्डारी गाउँ पुग्ने वेमा छु म चाहिँ। म चाहिँ ठ्याक्कै भण्डारी गाउँ आइपुग्दैछु है। मलाई यहाँ आइपुग्नलाई चाहिँ लगभग 10 मिनट जति लाग्यो। अनि भण्डारी गाउँको एरिया चाहिँ यही हो। मैले नजिकबाट होइन टाढाबाट चाहिँ देखाइदिएँ ल त।
म चाहिँ यहाँ डुल्न मात्रै आएको हो है, खास काम केही भएर आएको चाहिँ होइन। अनि भिडियो बनाउन रमाइलो लागेर भिडियो बनाउँदैछु, त्यही हो। अनि यहाँ चाहिँ सबै खुल्ला छ है, रमाइलो छ ठाउँ, जो शान्त छ कि घुम्नलाई।